Welcome to Digital Nepal Media. This video is created with the help of AI by Nepal Online Siwa to स्वागत छ। आज हामी नेपालको डिजिटल दुनियाँ कस्तो छ अनि यहाँ मार्केटिङ कसरी के भइरहेको छ यसबारे अलि गहिरिएर कुरा गरौँ न है। बिल्कुल। हामीसँग डेटा रिपोर्टलको यो 2024 को ताजा तथ्याङ्क छ अनि अरू पनि केही लेखहरू छन् डिजिटल मार्केटिङको बारेमा। यिनीलाई आधार मानेर कुरा गरौँ। हो, हाम्रो खास उद्देश्य चाहिँ यी स्रोतहरू हेरेर नेपालको जनसङ्ख्याको डिजिटल पाटो, सामाजिक सञ्जाल कति चल्छ अनि मार्केटिङको खास ट्रेन्ड के छ त्यो बुझ्ने हो। अनि सुरुमै एउटा चाखलाग्दो कुरा के छ भने नेपालको औसत उमेर कति होला? सुन्दा अचम्म लाग्ला, जम्मा 24.6 वर्ष। एकदमै युवा जनसङ्ख्या छ हाम्रो। ओहो, 24.6 मात्रै? त्यो त साँच्चै युवा भयो। अनि यही युवा जोसले होला गएको वर्ष मात्रै सोशल मिडिया चलाउनेहरू 17 लाखले बढेछन्। यो त निकै ठूलो परिवर्तन हो नि एक वर्षमै। साँच्चै यो त गजबको कुरा भयो। यो युवा जनसङ्ख्याले त डिजिटल बानी व्यवहारमा पक्कै ठूलो असर पार्छ होला है। एकदम। अब हेर्नुस् न, जनवरी 2024 को डाटा अनुसार कुल जनसङ्ख्या 3 करोड 10 लाख नागेको छ। वार्षिक वृद्धि पनि ठिकै छ, करिब 1.1%। अनि महिला पुरुषको अनुपात? महिला अलिकति बढी हुनुहुन्छ, करिब 52.1%। अनि बसोबासको कुरा गर्दा अझै पनि ठूलो हिस्सा, झण्डै 78% जति गाउँमै बस्नुहुन्छ, 22% मात्रै शहरी क्षेत्रमा। 78% गाउँमा? यो त महत्त्वपूर्ण कुरा हो। यसले मार्केटिङमा पक्कै फरक पार्छ होला। खेर, यसबारे पछि फेरि कुरा गरौँला। अहिले सामाजिक सञ्जालतर्फ लागौँ न। हुन्छ। सामाजिक सञ्जालमा जनवरी 2024 सम्म नेपालमा करिब 1 करोड 39 लाख, मतलब झण्डै 1 करोड 40 लाख मान्छे सक्रिय छन्। यो भनेको कुल जनसङ्ख्याको 43.5% हो। 43.5%? अनि अघि भने जस्तो एक वर्षमै 17 लाख थपिए। हो, 17 लाख। यो भनेको करिब 13.9% को वार्षिक वृद्धि हो। अनि इन्टरनेट चलाउने जति छन् नि, उनीहरूमध्ये त झण्डै 88%ले सामाजिक सञ्जाल चलाउँछन्। बाफ्रे, त्यो त लगभग सबैले चलाए जस्तै भयो। अनि कुन चाहिँ प्लेटफर्म बढी चल्तीमा छ त? के फेसबुक अझै पनि पहिलो नम्बरमै छ? फेसबुक त 1 करोड 35 लाख प्रयोगकर्तासहित अग्रस्थानमै छ। यसको वृद्धि पनि 13-14% कै हाराहारीमा छ। तर सबैभन्दा रोचक चाहिँ इन्स्टाग्रामको वृद्धि हो। झण्डै 67%ले बढेर 36 लाख पुगेको छ। यो चाहिँ एकदमै ठूलो फड्को हो। यसले युवाहरूमाझ इन्स्टा कति लोकप्रिय हुँदैछ भन्ने देखाउँछ। 67% वृद्धि? गजब। अनि अरू? मेसेन्जर, लिङ्क्डइन? फेसबुक मेसेन्जर पनि राम्रै छ, 1 करोड 8 लाख जति। त्यो पनि 16%ले बढेको छ। लिङ्क्डइन खास गरी प्रोफेसनलहरूका लागि त्यो पनि 15 लाख पुगेछ, 25% वृद्धिसहित। राम्रै रहेछ। तर एक्स नि, पहिलेको ट्विटर? एक्स चाहिँ अलि घटेको देखिन्छ। करिब 4,66,000 प्रयोगकर्ता छन्, तर त्यो गएको वर्षभन्दा झण्डै 16% कम हो। तर एउटा कुरा के ख्याल राख्नुपर्छ भने यी तथ्याङ्कहरू प्राय विज्ञापन पहुँचको आधारमा हुन्छन्। मतलब कतिजनालाई विज्ञापन देखाउन सकिन्छ भन्ने आधारमा? हो। अनि कहिलेकाहीँ प्लेटफर्मले गणना गर्ने तरिका फेर्दा पनि सङ्ख्या तलमाथि पर्न सक्छ। त्यसैले ठ्याक्कै कतिजना सक्रिय प्रयोगकर्ता छन् भन्न अलिक गाह्रो हुन्छ। तैपनि ट्रेन्ड त देखिहालिन्छ। बुझे। यो सामाजिक सञ्जालको यत्रो विस्तारले गर्दा नै होला डिजिटल मार्केटिङ यति महत्त्वपूर्ण भएको होइन त? परम्परागत तरिका जस्तै टिभी, रेडियो विज्ञापन भन्दा यसका खास फाइदा के हुन्? मुख्य फरक भनेको डाटा र लक्षित गर्ने क्षमता हो। डिजिटलमा तपाईले ठिक कुन उमेर, लिङ्ग, रुचि भएको मान्छेलाई विज्ञापन देखाउने हो त्यो छुट्याउन सक्नुहुन्छ। यो एकदमै गतिशील छ। गतिशील मतलब? मतलब तपाईले विज्ञापन चलाउनु भयो, तुरुन्तै कस्तो नतिजा आयो हेर्नुभयो, अनि चित्त बुझेन भने तुरुन्तै रणनीति बदल्न सक्नुभयो। अनि नेपाल जस्तो बजारमा जहाँ साना मझौला व्यवसाय धेरै छन्, उनीहरूका लागि कम लागतमा धेरै मान्छेमाझ पुग्न सक्नु ठूलो फाइदा भयो नि। हो त नि। अनि ग्राहकसँग सिधै कुरा गर्न, सम्बन्ध बनाउन पनि सजिलो भयो है? एकदम। त्यो अर्को महत्त्वपूर्ण फाइदा हो। तर यसका चुनौती पनि छन् नि। जस्तै त्यही इन्टरनेट सबैतिर नपुगेको कुरा? हो, त्यो एउटा भयो। अनि डिजिटल साक्षरता पनि सबैको एउटै स्तरको छैन। ग्रामीण क्षेत्रमा पहुँच अझै सीमित छ। यद्यपि ट्रेन्ड हेर्दा पहुँच बढ्दैछ।
ल अब नेपालमा चलेका मुख्य डिजिटल मार्केटिङ च्यानलहरू के हुन् त? सबैभन्दा पहिले त सामाजिक सञ्जाल नै आइहाल्यो। फेसबुक, इन्स्टाग्राम, टिकटक त एकदमै मुख्य भए। त्यसपछि आउँछ वेबसाइट र एसइओ। एसइओ भनेको सर्च इन्जिन अप्टिमाइजेसन। मतलब गुगल जस्ता खोज इन्जिनमा कसैले केही खोज्दा आफ्नो वेबसाइट वा सामग्री अगाडि आओस् भनेर गरिने प्रयास। यो एकदमै महत्त्वपूर्ण छ। अनि सामग्री मतलब कन्टेन्ट मार्केटिङ नि, जस्तै ब्लग लेख्ने, भिडियो बनाउने। त्यो पनि उत्तिकै चलेको छ। राम्रो जानकारीमूलक सामग्रीले मान्छेलाई तान्छ। अनि गुगल विज्ञापनहरू जस्तै खोज्दा देखिने विज्ञापन, पीपीसी, वेबसाइटमा देखिने ब्यानर, डिस्प्ले, युट्युब भिडियो विज्ञापन, यिनीहरूको नेपालमा अझै धेरै सम्भावना छ, जुन सायद पुरै प्रयोग भएको छैन। अनि अर्को त्यो प्रभावशाली व्यक्ति मार्केटिङ, इन्फ्लुएन्सर मार्केटिङ। हो, इन्फ्लुएन्सर मार्केटिङ यो पनि निकै बढ्दो ट्रेन्ड हो। टिकटक स्टारहरू, युट्युबरहरू, इन्स्टाग्रामरहरूसँग मिलेर प्रवर्धन गर्ने चलन बढेको छ। अब अलिकति भविष्यतिर हेरौँ न, 2024-25मा के कस्ता ट्रेन्डहरू देखिन सक्छन्? सबैभन्दा पहिलो त मोबाइल नै हो। मोबाइल प्रयोग अझै बढ्छ। त्यसैले वेबसाइट, विज्ञापन सबै कुरा मोबाइलमा सजिलै चल्ने, राम्रो देखिने हुनै पर्छ। मोबाइल फर्स्ट सोच्नुपर्छ अब। मोबाइल फर्स्ट, ठिक हो। अरू? अर्को हो व्यक्तिगत मार्केटिङ, पर्सनलाइज्ड मार्केटिङ। मतलब प्रयोगकर्ताको डाटा, उसको रुचि, व्यवहार हेरेर उसलाई सुहाउँदो सन्देश वा अफर देखाउने। यो झन महत्त्वपूर्ण हुँदै जान्छ। अनि त्यो च्याटबटहरू? हो, कुराकानीमा आधारित मार्केटिङ, कन्भर्सेसनल मार्केटिङ। वेबसाइटमा वा मेसेन्जरमा च्याटबट राखेर ग्राहकका प्रश्नको तुरन्त जवाब दिने, उनीहरूलाई सहयोग गर्ने, यो पनि बढ्छ। आर्टिफिशियल इन्टेलिजेन्स, एआई को प्रयोग त अब मार्केटिङका धेरै पाटोमा बढ्दै जान्छ। एआईले केमा सघाउला त? कन्टेन्ट बनाउन, डाटा विश्लेषण गर्न, विज्ञापनलाई अझै राम्रोसँग लक्षित गर्न, धेरै काममा। अनि अर्को एउटा कुरा भोइस सर्च। मान्छेले टाइप गर्नुभन्दा बोलेर खोज्ने चलन बढ्दैछ नि। हो त। त्यसका लागि पनि आफ्नो सामग्रीलाई अप्टिमाइज गर्नुपर्ने हुन्छ। प्रविधि मात्रै होइन, मान्छेको व्यवहार पनि त बदलिएको छ नि है। त्यो प्रस्युमर भन्ने शब्द अलि पहिले चर्चामा थियो। हो, प्रोज्युमर, प्रोड्युसर प्लस कन्ज्युमर। मतलब उपभोक्ता जो आफै कन्टेन्ट पनि बनाउँछन्, जस्तै सामानको रिभ्यू लेख्ने, भिडियो बनाउने, टिकटकमा हाल्ने। उनीहरू केवल किन्ने मात्रै गर्दैनन्, सृजना पनि गर्छन्। उनीहरूको प्रभाव पनि ठूलो हुन्छ। हो नि। अनि त्यो टिभी हेर्दै मोबाइल चलाउने बानी नि, सेकेन्ड स्क्रिनिङ भन्छन् क्यारे। एकदम, त्यो त अब सामान्य भइसक्यो। टिभीमा विज्ञापन आयो, मान्छे मोबाइलमा घोप्टिहाल्छ। यसले मार्केटिङ गर्ने तरिकामा पनि सोच्नुपर्ने बनाएको छ। अनि पसलमा हेरेर अनलाइन किन्ने या अनलाइन हेरेर पसलमा किन्ने चलन नि, शोरुमिङ, वेबरुमिङ। ओहो, शोरुमिङ भनेको पसलमा गएर सामान हेर्यो, मन पर्यो, अनि मोबाइल निकालेर अनलाइन कता सस्तो छ भनेर खोज्यो र त्यतैबाट किन्यो। ए, पसलेलाई त घाटा भयो नि। हुन सक्छ। अनि वेबरुमिङ चाहिँ ठ्याक्क उल्टो। अनलाइनमा मजाले रिसर्च गर्यो, रिभ्यूहरू पढ्यो, अनि विश्वास लागेपछि वा छिटो चाहिने भएर पसलमै गएर किन्यो। यसले के देखाउँछ भने अहिलेको जमानामा अनलाइन र अफलाइन दुवै उपस्थिति बलियो बनाउनु जरुरी छ। ओहो, कति धेरै कुरा रहेछन्। त्यसो भए आजको यो हाम्रो छलफलको सार के हो त? नेपालको डिजिटल परिदृश्यबारे सबैभन्दा महत्त्वपूर्ण टेकअवे के हो? मुख्य सन्देश मेरो विचारमा यो हो कि नेपालमा डिजिटल मार्केटिङ अब गरे राम्रो भन्ने ऐच्छिक कुरा रहेन। यो व्यवसाय बढाउनका लागि नभई नहुने आवश्यकता बनिसक्यो। तथ्याङ्कले नै देखाउँछ कति तीव्र वृद्धि भइरहेको छ, खासगरी युवाहरूको संलग्नता कति गहिरो छ। तर सफल हुनलाई सही रणनीति बनाउनु पर्यो, अनि यो छिटो छिटो बदलिने प्रवृत्तिलाई पनि बुझिराख्नु पर्यो है। एकदम। बजारमा छिर्न त सजिलो छ जस्तो लाग्न सक्छ, तर टिकिरहन र साँच्चै सफल हुन चाहिँ निरन्तर सिक्नुपर्छ, अनुकूल बन्नुपर्छ। ल, अब अन्त्यमा श्रोताहरूलाई सोच्नको लागि एउटा प्रश्न छोडौँ न त। हुन्छ। प्रश्न यो छ कि हामीले सुरुमा कुरा गर्यौं नि, नेपालको करिब 78% जनसङ्ख्या अझै ग्रामीण क्षेत्रमा हुनुहुन्छ। अब बिस्तारै इन्टरनेट र स्मार्टफोनको पहुँच त्यता पनि बढ्दै जाँदा यो ठूलो जनसङ्ख्याले डिजिटल मार्केटिङको आगामी चरणलाई कसरी आकार देला? के भविष्यका रणनीतिहरू अहिलेको अलि बढी शहरी केन्द्रित देखिने दृष्टिकोणभन्दा निकै फरक हुनुपर्छ? यो स्रोतहरूमा त्यति प्रष्ट छैन, तर भविष्यको लागि एकदमै महत्त्वपूर्ण प्रश्न हो जस्तो लाग्छ।